प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा थपिदिँदा ओम प्रकाश अर्याललाई भने कानुन मन्त्रालयको जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयको मात्रै नेतृत्व सुम्पिएकी छन्। कार्की क्याबिनेटमा भएका मन्त्रीहरूमध्ये काबिल अर्थमन्त्री खनालले प्रत्यक्ष देखिने गरी कामको नतिजा दिन थालिसकेका छन्। तर आशा गरिएका अर्का गृहमन्त्री अर्यालले भने नागरिकले सोचे अनुरूप परिणाम दिन सकिरहेका छैनन्। मन्त्री अर्यालले प्रहरी संगठनको गिरेको मनोबल फर्काउनु पर्नेछ, नागरिकलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेछ, भक्तपुरको गुण्डुमा गुण्डाको मार्चपास हुँदा त्रासमा रहेका केपी शर्मा ओलीका छिमेकीलाई घरमै बस्न सक्ने वातावरण बनाउनु पर्नेछ। प्रहरीले जेन्जी आन्दोलनमा प्रहरी चौकी जलाउने र प्रहरीको हत्या गर्नेहरूलाई धमाधम पक्राउ गर्न थालेको छ। तर जेन्जी आन्दोलनको अपनत्व लिनुपर्ने गृहमन्त्री अर्याल नै निरीह बनेको अनुभूति हुन थालेको छ। यही घटनामा जोडेर एमाले अध्यक्ष केपी ओली विरुद्ध पनि जाहेरी दिएको छ। यता मृतक प्रहरी असै मिलन रायको परिवारले पनि कर्तव्य ज्यानको कसुरमा प्रहरीमा जाहेरी दिएको छ। अब यी घटनाको छानबिन गृहमन्त्री अर्यालले कसरी अगाडि बढाउँछन् र सुल्झाउँछन् भन्ने विषय पेचिलो बनेको छ। तर यसको जवाफ स्वयं गृहमन्त्रीसँग पनि छैन। बालेनको कोटामा गृहमन्त्री बनेका अर्याल कानुनका विज्ञ भए पनि गृह प्रशासनको हिसाबमा अपरिपक्व नै हुन्। उनको कामप्रति जेन्जीहरू नै सन्तुष्ट छैनन्। यदि साँच्चै नागरिकलाई अनुभूति हुने गरी काम गर्ने मन्त्रालय भनेको गृह नै हो। जेन्जी आन्दोलनमा सबैभन्दा धेरै भौतिक क्षति गृह मन्त्रालय मातहतका कार्यालय नै भएको छ। तर उनले सबै समस्याको हल गर्ने गरी कुनै ठोस योजना बनाएका छैनन्। अब यी दुवै तर्फको घटनाको छानबिन गर्ने मुख्य दायित्व गृह मन्त्रालयकै हो। गृहको कमान्ड सम्हालेका अर्यालले अब कसरी यी दुवै घटनाको छानबिन गर्छन् भन्ने विषय चुनौतीपूर्ण देखिन्छ। तर यो छानबिन त्यति सहज भने छैन। बेठिक भइरहेकोलाई हामीले बेठिकै मान्छौँ र जे अहिले छ त्यो बेहोर्छौँ हामी, र त्यहाँबाट जे छ त्यहाँबाट जगेर्ना गर्दै अगाडि बढ्ने हो। फेरि तुरुन्तै गर्ने भनेर हामी धेरै चाहिँ हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाहीँ हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरू छन्। अब यो चाहिँ खास गरेर पुनर्निर्माण त यो भौतिक पुनर्निर्माणको मात्रै कुरा नभएर अरू हाम्रो आचरण पद्धतिको पनि पुनर्निर्माण पनि हुनसक्छ अहिले यो। त्यस कारणले अब यसलाई अलि हामी सबै कुरा हेरेर मलाई लाग्छ यो स्टेक होल्डर सबैको यसमा आफ्नो विचारहरू आउँछ, त्यसपछि अगाडि बढ्छ। भदौ 23 र 24 गते जेन्जीको प्रदर्शनमा सबैभन्दा बढी क्षति भएको सङ्गठन नेपाल प्रहरी हो। काठमाडौँ उपत्यकामा रहेका 18वटा प्रहरी वृत्तमध्ये 17वटा खरानी भए। उपत्यकामा मात्रै 153वटा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट भयो। यो बाहेक देशभर प्रहरीहरूको ठूलो भौतिक क्षति भयो। 77वटै जिल्लामा रहेका कुनै न कुनै प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। प्रहरीका वर्दी लुटिए, हतियार खोसिए, प्रहरी कुटिए, मारिए। केहीले आत्मसमर्पण गरेर ज्यान बचाए। अवस्था यस्तो छ, अहिले पनि ट्राफिक प्रहरी बिना वर्दी चप्पल लगाएर सडकमा ड्युटीमा खटिएका छन्। यी सबै घटनाक्रमले प्रहरी थिलथिलो अवस्थामा रहेको प्रष्ट हुन्छ। यो भौतिक क्षति मात्रै होइन, अर्को सबैभन्दा ठूलो क्षति भनेको प्रहरीको पूर्ण रूपमा गिरेको आत्मबल हो। आत्मसमर्पण गरेर ज्यान जोगाएका प्रहरीले अब कसरी नागरिकलाई सुरक्षा दिन सक्छन्, पहिलाकै रफ्तारमा कसरी ड्युटीमा खटिन सक्छन् भन्ने प्रश्न समेत पेचिलो छ। अहिलेका जल्दा बल्दा 30-35वटा मुद्दा हेर्नुहोस् न। पहिला घर घरमा तपाईँले अघि भन्नुभयो नोट, डलर, नेपाली रुपियाँ, डलर, सिक्का, सुनका हात्ती के बरामद भएको हामीले दृश्यमै हेरिरहेछौँ। त्यसलाई चाहिँ नि त्यसैलाई प्रमाणकै आधारमा तपाईँ अनुसन्धान सुरु गर्नुहोस् न। अकाट्य प्रमाण हो, त्यो खोज्न जानै पर्दैन। प्रहरी छ सशक्त माध्यम, उसले गर्छ सबै। यो 30-35वटा जुन अस्तिदेखि यो दुर्घटना हुनुभन्दा अस्तिदेखि उठाइएका भ्रष्टाचारका काण्डहरू छन् नि, तपाईँको मानव बेचबिखनका छन्, टिआइएबाट चाहिँ नि भएका बेचबिखन लगायत तन्न, यिनीहरूलाई गर्नुहोस् त। जनताले वाह वाह गर्छन्। तपाईँ कहाँ 36-38 वर्ष अगाडिको चाहिँ नि कुरामा जानुहुन्छ। साथै गृह मन्त्रालय यति बेला नेताहरूको भ्रष्टाचार र अकुत सम्पत्ति सम्बन्धी मुद्दामा केन्द्रित हुनुपर्ने देखिन्छ। अहिले प्रहरीकै कमान्ड गर्ने तालुकदार गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै भौतिक संरचनाको पुनर्निर्माणदेखि लत्ता कपडा, बन्दोबस्तीका सरसामान र हात हतियारयुक्त प्रहरी बनाउनु पर्ने देखिन्छ। सङ्कटमा बनेको सरकार र गृह मन्त्रालयले प्रहरीका लागि अत्यावश्यक रहेका यी वस्तुहरूको प्रबन्ध जति सक्दो छिटो मिलाउनु पर्नेछ। खरानी बनेका भौतिक संरचना बने पनि प्रहरीको गिरेको मनोबल उठ्न अझै समय लाग्नेछ।
हरेक जसो आन्दोलनको पहिलो निशानामा प्रहरी सङ्गठन पर्दै आए पनि त्यसपछिको उपलब्धि वा सम्झौतामा भने प्रहरीका समस्या गौण बन्ने गरेका छन्। अर्कोतर्फ नेताहरूकै सुरक्षा पनि चुनौतीपूर्ण बनेको छ। जसको विरुद्धमा जेनजीले प्रदर्शन गरे उनीहरूको घर गाडी जलाएर अहिले तिनै नेताहरू सार्वजनिक कार्यक्रममा देखिन थालिसकेका छन्। यो अवस्थामा मुख्य 3 पार्टीका शीर्ष नेताको सुरक्षा पनि चुनौतीपूर्ण विषय हो। अहिलेकै अवस्थाबाट जसरी हुन्छ प्रहरीलाई उठाउनुको विकल्प छैन। अब गृह प्रशासनले आफ्नो भएका संयन्त्रहरूलाई चुनावको लागि तयारी गर्नुपर्नेछ। राजनीतिक पार्टीहरूलाई सुशीला कार्कीले छ भने गृह प्रशासन, किनभने प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी डिमोरलाइज भएको छ यो आन्दोलनबाट। यसको विश्वास उठाउनु पर्ने भएको छ। त्यो डिमोरलाइजबाट यसलाई इनर्जाइज गर्नु परेको छ। अघि पछिको अवस्थामा पनि अन्य मन्त्रालयभन्दा गृह मन्त्रालयलाई चुनौतीपूर्ण मानिन्छ। जिम्मेवारीको हिसाबले पनि अन्य मन्त्रालयले हेर्ने काम गृह मन्त्रालयले हेर्ने भनेर तोकिएको हुन्छ। जसका कारण अहिले गृहमन्त्री अर्याल चुनौतीको चाङले घेरिएका छन्। तर यो चुनौतीलाई हल गर्नुको विकल्प पनि उनीसँग छैन। अर्यालभन्दा अघि गृह मन्त्रालय सम्हालेका रमेश लेखकमाथि भ्रष्टाचारी जोगाएको र शक्ति केन्द्रप्रति वफादार बनेको आरोप लाग्यो भने उनको बहिर्गमन सुखद रहेन। त्यसअघिका गृहमन्त्री रवि लामिछानेले पनि ठूला नेताको भ्रष्टाचारको फाइल खोल्ने क्रममै सरकार ढल्यो। लामिछानेभन्दा अघिका गृहमन्त्री नारायण काजी श्रेष्ठले भने आफ्नै पार्टीका नेताहरूलाई कारबाहीको दायरामा ल्याएर सुशासनको सङ्केत दिएका थिए। गृहमन्त्री अर्यालको काँधमा केवल मन्त्रालयको प्रशासनिक जिम्मेवारी मात्र छैन, राज्यको गिरेको साख, प्रहरी सङ्गठनको ध्वस्त मनोबल र नागरिकको डगमगाएको सुरक्षा विश्वास पुनः स्थापित गर्ने महत्त्वपूर्ण दायित्व छ। कानुनका ज्ञाता भए पनि गृह प्रशासनको कच्चा खेलाडी मानिएका अर्यालका लागि यो कार्यकाल गर या मरको अवस्था हो। उनका हरेक निर्णयले देशको शान्ति सुरक्षाको भविष्य मात्र निर्धारण गर्ने छैन, स्वयं उनको राजनीतिक उचाइ वा पतनको फैसला पनि गर्नेछ। यो विषम परिस्थितिमा विवादरहित तरिकाले चुनौती हल गरेको अवस्थामा सफल गृहमन्त्रीको उदाहरण बन्ने अवसर पनि अर्यालसँग छ।